हेर्न सक्नुहुन्छ। हामी फेरि अर्को सेक्टरतिर आएका छौँ, पार्कको अर्को सेक्टरतिर। यो चाहिँ नेसनल म्युजियम पार्क भन्छ। नेसनल म्युजियम चाहिँ अर्को फ्लोरतिर छ। त्यहाँ गएको चाहिँ केही पनि नलाग्दो रहेछ म्युजियममा गएको चाहिँ। तर यताको चाहिँ पैसाहरू लिँदो रहेछ। यहाँ चाहिँ चिलहरूको सार्क, यहाँ सार्क भुइ उस्तै मान्छे तर्सिन्छ नि सार्क देखेर। यहाँ ट्याक्कै सार्क भएर झुक्यो। हेर्न सक्नुहुन्छ है, आहा कस्तो राम्रो तरिकाको छ यहाँ। यसमा यसमा कसरी चलिरहेको छ होला? यहाँ केही लिकहरू छ होला क्या, किनभने इलेक्ट्रिक बोट हो। लिक छ होला नभए कसरी यसमा अटोमेटिक चलिरहेछ होइन। उहाँ हेर्नु चाहिँ लायो चिता, यहाँ उल्फ, यो चाहिँ के भन्छ पहाडी भेड के भन्छ त्यसलाई, चितुवा गुहाँसो। यो चाहिँ चितुवा रहेछ। चितुवा भन्दैन यसलाई, के भन्छ लियोपार्ड होइन, यो त उयो हो चितुवै हो नि, चितुवा। यो उयो जङ्गली कुकुर अल्फ। यहाँ हिरणहरू रहेछ होइन, हिरण हेर्न सक्नुहुन्छ। हिरण यता छ। यता अर्को पुरानो साउदीको संस्कृति झल्काउने। पहिला यस्तो थियो, भेडा पाल्ने अनि यसरी मरुभूमिमा बस्ने यस्तो थियो। राम्रो छ, जोस रमाइलो छ, मजाको। त्यहाँ चिलले भेडा उडाउन लागेको। यहाँनिर पुरानो जमानाको घरहरू, साउदीमा पहिला यस्तो घरहरू हुन्थ्यो, हेर्न सक्नुहुन्छ। त्यो दर्शन खोजिरहेको छ। अनि यहाँनिर यो मक्का मदिनाको यो झल्कोहरू पनि देखाउन खोजिएको छ, जहाँ चाहिँ अब एउटा सिग्नलहरू देखाउन खोजिएको छ। राम्रो छ एकदम। तपाईँहरू पनि आउन सक्नुहुन्छ। रियादको एरियामा हुनुहुन्छ भने, रियाद बत्ताको छेउछाउमा हुनुहुन्छ भने तपाईँहरू पनि आउन सक्नुहुन्छ। एकदम राम्रो छ, एकदम सजिलो छ, सहुलियत छ। तपाईँलाई त्यस्तो पैसा धेरै पनि लाग्दैन, आनन्द। अब हामी चाहिँ नबुझ्दाखेरि हामीलाई चाहिँ गाह्रो पऱ्यो क्या। चुपचाप घुमियो, धन्न सोध्न पुग्यो र सदुपयोग भयो। नभए त यहाँ घुमाइ हुन्थ्यो होइन, पैसा पनि नलाग्ने, त्यति पैसा लाग्दैन। म्युजियम गएको फ्री हो। उतापट्टि म्युजियम छ, म्युजियम चाहिँ फ्री हो होइन। म्युजियममा अब के छ, अर्कोचोटि आएर तपाईँलाई म म्युजियम पनि देखाउँछु, नेसनल म्युजियम। यहाँ चाहिँ एकदम हेर्न सक्नुहुन्छ कस्तो दामी तरिकाले अब त्यो डिजाइनिङ क्या एउटा हुन्छ नि, यसलाई के को भन्छ, सिपयार्ड भन्छ जस्तो चाहिँ ट्रान्सपोर्टेसन राख्ने ठाउँ यस्तो छ। त्यो चाहिँ मरुभूमिलाई दर्शाउन खोजिएको। अनि मरुभूमिको छेउमा भएको हाम्रो जस्तो हाम्रो के भन्छ मुसलमान भन्छ नि, हाम्रो समुदायले चाहिँ मान्नुहुने प्रसिद्ध ठाउँ भन्छ मक्का मदिना देखाउन खोजिएको छ। तपाईँहरू आउन सक्नुहुन्छ होइन। एकदम राम्रो छ। यहाँ जहाज रहेछ, टाइटेनिक होला जस्तो लाग्यो। यो चाहिँ टाइटेनिक हो कि जस्तो लाग्यो, भन्नु होला है। टाइटेनिक हो कि होइन भनेर, म त टाइटेनिक जस्तो लाग्यो। दामी छ एकदम सोलिड। हजुरहरू पनि आउन सक्नुहुन्छ घुमघाम गर्नलाई। सोलिड ठाउँ रहेछ। बोटिङ गऱ्यो, अरे मजा आयो। हामी लगभग घुमेर आइपुग्यो कि छैन, आइपुग्यो होला है। यहाँ रहेछ पुल, ट्याक्कै पुल है। कस्तो मजाको हावा चल्यो। लाइफमा सबैभन्दा राम्रो दिन मलाई आज लाग्यो चाहिँ इन्जोय क्या। कस्तो मजा आयो। अघि त्यो हामीले चढेको के अरे त्यो क्रेन जस्तो यस्तो सातो लगेन। सुरुमा त स्लोमा जाने, स्लो मोसनमा गइदिने होइन, स्लो मोसनमा गइदिने, स्लो भएर गइदिने। अनि एकछिन बजार त एकैचोटि क्या त्यो 1000को स्पिडमा सर मुटु कमाउने, मुटु मान्छेको उस्तै मान्छेको मुटु जान्छ क्या। हामी अलिक अँध्यारो भयो होला, हामीलाई देखिएन मजाले। मुटु कमाउने क्या सबैजनालाई है, मजाले। अब आउनु होला घुम्नलाई, हजुरलाई राम्रो लाग्नेछ। डेस्टिनेसन